नमस्कार, म सेफ राधेश्याम श्रेष्ठ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा बजारमा बिक्री वितरण गर्दै आइरहेको कर्णालीको सिमीबाट हामी तरकारी बनाउन गइरहेको छौं। यसबाट अन्य परिकारहरू पनि बनाउन सकिन्छ, जस्तै दाल, रोटी आदि। आज चाहिँ हामी तरकारी मेथी तरकारी बनाउन यसको लाग्दै छौं। सिमी पकाउनको लागि हामीले यो 10-12 घण्टा भिजाएको सिमी यहाँ पखालेर तयार गरेर ल्याइसकेका छौं। अब यसलाई हामीले तरकारी पकाउनु भन्दा अगाडि चाहिँ हामी यो नरम होस् भनेर चाहिँ हामी कुकरमा 2-4 सिटी लगाउनु पर्ने हुन्छ। अन्यथा 4 सिटी लगाउँदा यदि पानीमा नभिजाएको 10-12 घण्टा नभिजाएको भए चाहिँ यसलाई कम्तीमा पनि 6 सिटीदेखि 8 सिटी लगाउनु पर्ने जरुरी छ। अब यो हामी पहिला यसमा कुकरमा राखेर सिटी लगाउँ। यो सिमी सिटी लगाउनको लागि चाहिँ यो सिमीलाई चाहिँ डुब्ने गरेर पानी हाल्नुपर्छ, ताकि हामीले सिटी लगाउँदाखेरि यहाँ पानी कति छ हामी देखेको हुँदैनौँ। त्यस्तो डर नडरोस् भनेर चाहिँ हामी पानी डुब्ने गरेर राख्यो भने यो राम्रो हुन्छ। यसमा थोरै नुन राख्न सक्छौँ। त्यसपछि बिर्को लगाउने। अब यो कुकरमा ढक्कन लगाइसकेपछि हामीले यसलाई 5-6 सिटी लगाउने। यदि हामीले सिमीलाई राम्रोसँग भिजाएको छ भने 5-6 सिटीमा पाक्छ। यदि हामीले भिजाएको छैन भने चाहिँ 10 सिटी जति लगाउँदा यो सिमी राम्रोसँग पाक्छ। अब यो सिमी तरकारी बनाउनको लागि हामीले लिएका छौं यो घिउ 100 ग्राम, लसुन 20 ग्राम, त्यस्तै मेथी 5 ग्राम, खुर्सानी एउटा, नुन स्वाद अनुसार, त्यस्तै जिराको ढुलो सानो चम्चाले आधी चम्चा, धनियाको ढुलो सानो चम्चाले आधी चम्चा, खुर्सानी थोरै 1 पिन्च भन्छौँ हामी, बेसार सानो चम्चाले आधी चम्चा, त्यस्तै प्याज 100 ग्राम, गोलभेडा 100 ग्राम र धनिया 30 ग्राम। यो 4-5 सिटी लगाइसकेको छौँ। अब यसलाई चाहिँ ग्यास अफ गरेर एकछिन यसलाई सेलाउन दिनु। यो आफै सिटी मरिसकेपछि मात्रै हामीले यो खोलेर यसलाई बनाउन सुरु गर्ने। अब सिमी तरकारी पकाउन गइरहेका छौं। सुरुमा आगो सानो बाल्ने, ठिक्कको मिडियम आँच, हल्का पानी तातिसकेपछि यसमा घिउ राख्ने, यसमा मेथी फुराउने, पहिला एकछिन चलाउने। मेथीलाई हल्का कालो भइसकेपछि यसमा खुर्सानी, सुकेको खुर्सानी राख्ने र एकैछिन चलाउने। त्यसपछि लसुन राखी एकछिन चलाउने। हल्का आगो सानो गर्नुपर्छ, त्यसमा डर्न सक्छ। यो लसुन हल्का खैरो भइसकेपछि यसमा प्याज राख्ने र प्याजलाई पनि एकछिन भुट्ने। एकछिन यो पनि 1-2 मिनेट चलाइसकेपछि चाहिँ यो प्याज पनि हाम्रो हल्का खैरो भइन्छ। त्यसपछि हामीले गोलभेडा राखेर यसलाई पनि चलाउने। अब गोलभेडा राखेपछि चाहिँ अलिकति आगो ठुलो गर्न सकिन्छ, हामीले मिडियम गर्न सकिन्छ। अब यो गोलभेडालाई पनि हामीले एकछिन गलिसकेपछि हामी आगो सानो गर्छौं। अब यसमा हामीले क्रमशः बेसार, जिरा, धनिया, नुन, खुर्सानी यो सबै सामग्री राखेपछि यसलाई पनि एकछिन राम्रोसँग चलाउने। अब यसमा अगाडि पकाएको सिमी चाहिँ हामी यसमा
अब यो सिमी राखेर नि अब यसलाई पनि हल्का मिडियम आँचमा राम्रोसँग चलाउने। 1-2 मिनेट यो चलाइसकेपछि चाहिँ यो सिमी तरकारी तयार हुन्छ र अन्तमा हामीले यो धनिया राख्ने र एकैछिन चलाउने। अब यो सुक्खा तरकारी चाहिँ यतिकै खाना पनि भयो। अब यसमा हल्का रसिलो गर्नु छ भने चाहिँ हामीले थोरै पानी राखेर एकछिन उम्लिन दिने तयारी हुन्छ यसको चाहिँ। यो अब उम्लेर पनि सबै मिक्स राम्रोसँग भइसकेको छ। अब यो खानाको लागि तयार भइसक्यो। हामी यहाँ सर्भ गर्न जाँदैछौँ। धनियाको पत्ताले सजाउने। यो कर्णालीको सिमी तयारी भइसकेको छ। यसलाई हामी चिउरा, रोटी, ढिँडो कुनै पनि सँग खान सकिन्छ।